मेरो त जाडो महिना स्टार्ट हुनुको मतलब अचारहरूको क्रेभिङ पनि बढ्दै जानु हो। हजुरहरूमा पनि त्यस्तै हुन्छ र आज चाहिँ मैले गाजर र मुलाको मिक्स अचार लिएर आएको छु। गाजर मुलालाई तासेर धोएर लामो लामो गरेर कट गरेर 2-3 घण्टा रुममा नै छोडिदिएको। त्यसपछि एउटा भाँडामा गाजर र मुला हालेँ। त्यसपछि त्यसमा मैले खुर्सानीहरू पनि लिएँ। यो चाहिँ रातो खुर्सानी हो, सुकेको चाहिँ होइन। त्यसपछि एउटा भाँडामा तेल तताएँ। यो तेल चाहिँ तोरीको तेल हो। तेल राम्रोसँग तातिसकेपछि त्यसमा बेसार, अचारको मसला अनि खुर्सानी, नुनहरू हालेर यसमा हामीले मिक्स गर्नुपर्ने हुन्छ। मसलामा चाहिँ जिरा, धनियाँ, कलौन्जी, मेथी, तोरीलाई हल्का हल्का फ्राई गरेर भुटेर स्टोर गरेर राखेको थियौँ। यसलाई मिक्सरमा मिक्स गरिसकेपछि राम्रोसँग चलाउनु होला र यसलाई अलिकति सेलाउन दिनु होला। यो सेलाइसकेपछि यसलाई हामीले अचारमा हाल्नुपर्ने हुन्छ र त्यसलाई मजाले आफ्नो हातले मोल्नुपर्ने हुन्छ। यसरी हालेको अचार एकदमै टेस्टी हुन्छ र छिटो पनि रेडी हुन्छ। यो चाहिँ 1 हप्तामा खानको लागि रेडी भइहाल्छ। यदि हजुरले अचारलाई 3-4 महिनाको लागि स्टोर गर्न चाहनुहुन्छ भने हजुरले मुलालाई काटिसकेपछि गाजर मुलालाई 2-3 घण्टाको लागि घाममा सुकाइदिनु होला। त्यसपछि मसला हालेर मिक्स गर्नु होला। अब चाहिँ मैले एउटा सफा कन्टेनरमा यसलाई हाल्न गइरहेको छु। हाल्दा चाहिँ हजुरले थोरै हाल्दै हातले थिच्दै यसलाई मजाले हाल्नुपर्ने हुन्छ। यसमा हावा चाहिँ छिर्नु हुँदैन। हावा छिर्यो भने हाम्रो अचार छिटो बिग्रिन्छ। हजुरलाई आजको भिडियो कस्तो लाग्यो प्लिज कमेन्ट गरेर भन्न नबिर्सनु होला। यस्तै भिडियोको लागि च्यानललाई सब्स्क्राइब गर्नु होला। लास्टसम्म हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच।